त मैले गायकार मान्छेहरू पैसा लाने मुझे अर्काको मुझे हुँदैन पैसा लाने हो अर्काको बिचारालाई मैले कमाएको पैसा लग्दिनँ त्यसरी दुःख गरेर कमाएको पैसा लान्छस् भाइ गायकार भएर त्यो माले गायकार के के भयो भएको आफ्नो त्यो भिडियो गर गरिरहेको छ नमस्ते म रोमन किराती मलाई चित्त नबुझेको कुरा चाहिँ तपाईहरुलाई अहिले एकदमै अशोक दर्जीको बारेमा एकदमै भाइरल सनसनीपूर्ण न्युजहरू जताततै सुनिराख्नु भएको छ। अशोक दर्जी को भन्दाखेरि नर्मली मैले बुझाइरहनु पर्दैन, हाम्रो एकदमै भाइरल गायक प्लस पछिल्लो समय कलाकारी भइसक्नु भएको छ। अशोक दर्जी भाइको बारेमा चाहिँ यति यो एकदमै अन्यायपूर्ण भनौँ कि होइन, दुःख लाग्दो कुरा भनौँ होइन, जुन उसको जे यसो भिडियो हेर्दाखेरि चाहिँ उसको घर जे उस एरियातिर नै त्यो घटना घटेको जस्तो लाग्छ। मेबी मैले देखेसम्म मैले त्यहाँ भिडियोहरूमा धेरैले सेयर गर्नुभएको छ होइन। त्यो भिडियोमा देख्दा चाहिँ एकजना केटाले चाहिँ उसको साथी भनौँ कि समथिङ त्यस्तै होला होइन, त्यो साथीले चाहिँ नराम्रो तरिकाले मेरो पैसा खाइस् होइन, फलानाको पैसा खाइस् दिनु पर्दैन भनेर पिटिरहेको छ कि त्यो देख्दा चाहिँ साह्रै दुःख लाग्यो होइन। यो विषयमा चाहिँ सम्बन्धित निकाय पनि थियो होला, त्यसरी मान्छेलाई होइन अलिकति ऊ त पब्लिक फिगर भइसकेको मान्छेलाई सार्वजनिक रूपमा पिटेर होइन मुख छाडेर एउटा व्यक्तिले एउटा साथीले भन्दैछ छोडिदिनु दाइ भयो भनेर, तर अर्को एकजना केटाले चाहिँ झापड लगाइरहेको छ। पुलिस प्रशासन नि अहिलेसम्म के हेरिरहेको छ जस्तो लाग्छ कि मलाई। यो विषयमा मलाई चित्त नबुझेर चाहिँ आज मैले तपाईँहरू सामु बोलेको हो। र जसरी भाइरल हुँदा टङ्क बुढा थुकीले जसरी उहाँलाई होइन पालन पोषण गर्यो, तर बिचमा किन छाडियो त? युज मात्र हो कि के हो? यसको वास्तविकता चाहिँ छिटै नै छानबिन हुनुपर्छ। र यत्रो भाइरल हुँदासम्म टङ्क बुढा थोकीले चाहिँ अलिकति यसलाई व्यवस्था गरेको जस्तो लाग्छ होइन। त्यो कुरालाई चाहिँ तपाईँहरूले पनि अनुसन्धान गर्नुपर्छ। टङ्क बुढा थोकीको मैले वालमा गएर हेर्दा पनि देखिनँ कि त्यो विषयमा चाहिँ एकदम दुःख लाग्यो। र जसले पिटेको हो त्यसलाई चाहिँ कारबाही गर्नुपर्छ र पिट्ने व्यक्तिले किन पिट्यो यो कुराको चाहिँ एकदमै छानबिन हुन जरुरी छ। वास्तवमै हो भने सार्वजनिक रूपमा त्यसरी क्यामेरा देखाएर पब्लिक